फ्लोर मिक्सर छ यहाँनिर रेडी। सिलेन्ट्रो भनेपछि कतिजनाले थाहा नहुन सक्छ, कोरिन्डर है, कोरिन्डर यहाँनिर छ। फ्रेश रेड चिल्ली यो हालेर हामी चाहिँ मिलाउने यसलाई मजाले। दामी हुन्छ है यो डिमसम सेपहरू। जो डिमसममा काम गर्दै हुनुहुन्छ, डिमसमका नयाँ भाइहरू, डिमसम सिक्न चाहने भाइहरूको लागि काम आउँछ है यो। तपाईहरुले शेयर गर्नु होला डिमसमवाला सेपहरूले है, सबजनालाई काम आउनुपर्छ है। ल अब बनाऊ है त, निकाल्नु। अब मसँग पेन छ यहाँनिर, टक्क लाएर यहाँनिर मैले दुला पारे। अब डिमसममा त दुला पारेपछि फुटिहाल्छ त सेप भन्नुहुन्छ होला हैन, पुरा दुला छ हैन। यही चिज हो, समथिङ डिफरेन्ट देख्न सक्नुहुन्छ। टक्क फिलिङ लगाउने अनि सर्ट यस्तो गरेर इजी तरिकाले आरामसँग यसरी फोल्ड गर्ने देख्न सक्नुहुन्छ। हजुरहरु पनि ट्राई गर्नुहोस् है, डिमसमका ठूला सेपहरु पनि ट्राई गर्नुहोस् ल, राम्रो हुन्छ यो डिमसम। गार्ने टक्क लाएर दामी देखिन्छ है। अनि यस्तो गराएर सेट लाएर देख्न सक्नुहुन्छ। टक्क यहाँनिर सेट लाएर यस्तो गराएर मसँग डिमसम रेडी भइसकेको छ। अब म यसलाई स्टिम गर्दैछु कमसेकम 5 मिनट जस्तो है त। फाइनल भए पनि देखाउँछु है त। ल चलो मेरो डिमसम चाहिँ रेडी भइसकेको छ, 2.5 मिनट भइसकेको छ। टक्क लाएर सेट देख्न सक्नुहुन्छ। टक्क अलिअलि माइक्रोग्रिन हालिदिने है। अनि यहाँनिर जो देख्नु भएको नि तपाईँले, यो आँखा जस्तो हेर्नुहोस् है, आँखा जस्तो देख्नु भएको छ नि, यही चिज हो समथिङ डिफरेन्ट है। R&D भनेकै यही चिज हो, अलिकति फरक तरिका। हेर्नुहोस् है त मजाले। तपाईहरुलाई कस्तो लाग्छ हैन? यदि मन पर्यो भने लाइक शेयर कमेन्ट गर्नु होला। र यो नयाँ भाइहरुलाई चाहिँ काम आउँछ।